भन्ने कुरा बुझेर अगाडि बढेको। अहिले जेनजी भन्ने शब्दलाई एकदम ब्रह्मपूर्ण शैलीमा अगाडि बढिरहेको छ। यदि तिमी कुनै पार्टीको विचारधारा विमर्श गर्छौ र त्यसलाई अनुसरण गर्छौ भने तिमी जेनजी होइन भनिएको छ। खबरदार, म एउटा जेनजी पुस्ताको मान्छे। जेनजी भनेको 1997 देखि 2012 सालभित्र जन्मेको उमेर समूहको एउटा परिचय मात्र हो, एउटा युवाको पहिचान मात्रै हो। जेनजी जुमर्स एन्ड डिजिटल नेटिभ्स त्यो उमेर समूहको एउटा प्रतिनिधित्व मात्रै हो। हामीले पटक पटक भन्ने गरेका छौँ, यो मुलुकमा जनताको बहुदलीय जनवाद आवश्यक छ। स्वर्गीय प्रख्यात नेता मदन भण्डारीले एउटा कुरा भन्नुभएको थियो, म त्यो कुरा स्मरण गर्न चाहन्छु। जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हुनुपर्दछ। अहिले आएर हामीले म नेकपा एमालेको आत्मसमरण गरेर नेकपा एमालेको नीति विमर्श गर्ने एउटा युवाको हैसियतले के भन्न चाहन्छु भने समय अनुकूल हाम्रो पार्टी पनि अब अगाडि बढ्नुपर्छ भन्ने कुरा यहाँहरूमा राख्न चाहन्छु। सिद्धान्त जब यो जीवनलाई उपयोगी हुन्छ तब यो सिद्धान्त मात्रै काम लाग्छ। त्यस कारणले अब म के भन्न चाहन्छु भने म एउटा जेनजी हो। म प्राउडली भन्न चाहन्छु म नेकपा एमालेको विचार विमर्श गरेर आत्मसमरण गर्ने जेनजी हुँ। र म यो कुरा भन्दै गर्दा यहाँ मेरै उमेर समूहका साथीहरू र आदरणीय घर बसेर मोबाइल हेर्ने जनसमुदायहरूले भन्न सक्नुहुन्छ, आयो युवा पार्टीको जोले हो। म केका लागि जोले हो, म कहाँ उभिएको छु, कुन ठाउँमा उभिएको छु, कुन परिवर्तनको लागि म उभिएको छु भन्ने कुरा मलाई थाहा छ। म त्यो अध्ययन गरेर विवेकशील भएर म नीति र विचारको झोला बोक्न तयार भएको। साथीहरू, यहाँ जेनजीलाई भनिएको छ हामी नेपालको कार्यकर्ता बनाउने प्रयास नगरियो। कुनै व्यक्तिगत दलाल जसले वैदेशिक डलर लिएर मुलुकलाई चलाउने प्रयत्न गरिरहेको छ त्यस्ता व्यक्तिहरूको कार्यकर्ता नबनाइयोस्। प्रिय जेनजी साथीहरू, तपाईँहरू झुक्किनु भएन, अध्ययन गर्नु पर्यो। हाम्रो समूह, हाम्रो उमेर समूह भनेको खोज गर्ने समूह, तथ्यमा टेकेर काम गर्ने समूह हो। त्यस कारणले हामी यो मुलुकलाई समृद्ध बनाउन अब युवाकै हातमा छ। हिजो 65-63 देखि 40 सालको जनआन्दोलनदेखि हरेक परिवर्तनको आन्दोलनमा युवा र विद्यार्थी अग्रिम मोर्चामा छन् र तिनीहरूले परिवर्तन गरेका छन्। प्रिय साथीहरू, आदरणीय जनसमुदायहरू, म तपाईँहरूलाई धेरै कुरा गर्ने पक्षमा छैन। म मेरै पार्टीलाई पनि केही कुरा भन्न चाहन्छु। म एउटा त्यसैको विचार आत्मसमरण गरेर अगाडि बढ्ने मान्छे हुँ। अब आदरणीय नेतृत्ववर्गहरू, आदरणीय पार्टीका विधानविधिहरू केही हदसम्म सचिएर अगाडि बढ्नु पर्नेछ। त्यस कारणले हामी त्यसै नेकपा एमाले भएका होइनौँ। हामीमा सिद्धान्तहरू छन्। ती सिद्धान्तहरू मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, तपाईँको ह्युमन राइट्स एन्ड पिपल जस्टिस, पिस एन्ड इक्विटी, यी सबै कुराहरू यहाँ कल्चरल प्रोग्रामका कुराहरू यहाँ छन्। त्यस कारणले म धेरै कुरा नगरिकन म आफ्नो बाणीलाई अब विश्राम गर्ने पक्षमा छु। र म अन्त्यमा के भन्न चाहन्छु भने आदरणीय जनसमुदायहरू र प्रिय युवा साथीहरू, लेट्स देयर बी रुल अफ ल, लेट्स मेक ल एन्ड जस्टिस, लेट्स मेक आवर कन्स्टिट्युसन सक्सेसफुल। र हामीले म अन्तिममै छु, म थोरै कुरा जोड्न चाहन्छु। हामीले संसद पुनर्स्थापनाको माग किन गरिरहेका छौँ त संविधानमा टेकेर हामीले मुलुक चलाउनुपर्छ भनेर 2072 सालमा नेपालको संविधान पारित भएको थियो। त्यो संविधान बिना, संविधान नमानिकन अगाडि बढ्ने छुट कसैलाई पनि छैन। त्यो हिजोका महाराजलाई पनि हामीले फालेर संविधान ल्याएर मुलुक समृद्ध बनाउने प्रयत्न गरेका हौँ। त्यस कारणले अब म धेरै कुरा गर्ने पक्षमा छैन। सम्पूर्ण युवा प्रिय साथीहरूलाई मैले भनेको छु, हाम्रो पार्टी नेकपा एमालेले नै युवाहरूको कुरालाई बुलन्द गर्छ, युवाहरूको विचारलाई सुन्छ र त्यसलाई अनुसरण गरेर हामीलाई अगाडि बढाउने पार्टीले गरिरहेको छ। हामी जस्ता अनेरासोमी जस्ता सङ्गठन, युवा सङ्घ जस्ता सङ्गठन, अहिले जेनजी आन्दोलन जुमर्सहरूको आन्दोलन भयो, तर 22 सालदेखि नै नेकपा एमाले युवा पङ्क्तिलाई अगाडि बढाइरहेको थियो साथीहरू। त्यस कारणले म धेरै कुरा नगरिकन सम्पूर्ण न्यायप्रेमी युवा विद्यार्थी साथीहरूलाई हाम्रो नेकपा एमालेको विचार विमर्श अध्ययन गरेर यसमा अनुसरण गरेर मुलुक समृद्ध बनाउन हामी लाग्नुपर्छ भन्दै अस्ति 22 र 23 गते दलालहरूले डलर खाएर अगाडि पिक्नेहरूले यो मुलुक कस्तो पारेका छन्, यो मुलुक चलाएका छन्, जनताको गाउँमा लात हानेका छन्, छातीमाथि बुट बजार्ने काम गरेका छन्। त्यसको छानबिन निष्पक्ष ढङ्गले हुनुपर्छ र जो कोही भए पनि कारबाही हुनुपर्छ भन्ने हामी युवा समूहको माग हो, हाम्रो पार्टी नेकपा एमालेको माग हो भन्दै यही कुरा म यहाँ राख्दै यहाँहरूबाट बिदा हुन्छु। धन्यवाद।